हाई एभ्रिवान। आज म तपाईँको पार्टनरको फिलिङ्स के छ त तपाईँप्रति, लभ लाइफमा तपाईँको यो लभ लाइफमा के हुँदैछ, तपाईँको पार्टनरले तपाईँलाई कसरी हेर्नु भएको छ, उहाँको विचार तपाईँप्रति के छ भन्ने कुरा र फ्युचरमा के हुन्छ त, यो तपाईँको सम्बन्धमा के आउँदैछ, के हुँदैछ भन्ने कुरा आज चाहिँ हामी ट्यारोट कार्ड रिडिङबाट, भविष्यवाणीबाट हामी थाहा पाउँछौँ है त। ओके, अलिकता म चाहिँ यहाँ यो एनर्जी क्लिन्जिङ गर्छु। त्यतिखेरसम्म चाहिँ तपाईँ आफ्नो पार्टनरलाई सम्झिनुहोला, आँखा बन्द गरेर उहाँको नाम लिनुहोला। ओम नमः शिवाय नमः, ओम नमः शिवाय नमः, ओम नमः शिवाय पार्टनरलाई याद गर्नुहोला। ओके, म चाहिँ कार्ड यहाँनिर रेडी गर्छु। तपाईँको पार्टनर तपाईँप्रतिको फिलिङ्स के राख्नुहुन्छ त, के छ त उहाँको भावना तपाईँलाई लिएर, र अब उहाँको पर्सेप्सन के छ, उहाँको विचार के छ त, तपाईँप्रति विचार के छ उहाँको, बुझौँ है त। ओके, के कारणले चाहिँ सम्बन्ध सँगै छ त तपाईँहरूको, के कारणले गर्दाखेरि, केही रिजन हुन्छ नि त सम्बन्ध सँगै हुनमा, कति टाइम दिएको हुन्छ, कति धेरै एफर्ट लगाएको हुन्छ होइन। अब तपाईँको चाहिँ के छ त, तपाईँको दुईजनाको, तपाईँको पार्टनर र तपाईँको बिचको जुन चाहिँ छोड्न नसक्ने अवस्था, या चाहिँ चाहेर पनि कतै न कतै कुनामा हुन्छ नि, मनको कुनामा चाहिँ आफ्नो पार्टनरलाई भुल्न नसकेको अवस्था के छ त। के अब अर्को चाहिँ म एउटा कार्ड, फेरि अर्को दुईवटा कार्ड निकाल्छु, जसमा चाहिँ तपाईँको पार्टनर सँग चाहिँ तपाईँ अपार्ट या चाहिँ छुट्टिनुको कारण चाहिँ के छ त, एउटा हेरौँ है त। ओम नमः शिवाय नमः। पार्टनर तपाईँसँग चाहिँ या तपाईँहरू बिच एकअर्कामा छुट्टिनुको कारण चाहिँ के हो त, के बिचमा के भयो, के कारणले चाहिँ बिचमा अलिकता फाटो आयो भनौँ न सिधा भाषामा। ओम नमः शिवाय नमः। ओके, टेन अफ पेन्टिकल्स आएको छ। सिचुएसन त थर्ड पार्टीकै छ, थर्ड पार्टी सिचुएसन, या चाहिँ पैसाको, या चाहिँ धन सम्पत्तिको कारणले पनि हुनसक्छ। अर्को तपाईँको फ्युचर, तपाईँको यो सम्बन्धको फ्युचर चाहिँ के हुनेछ त, फ्युचरमा के हुँदैछ तपाईँहरूको बिचमा हेरौँ है त। Please, universe, divine, guide me. Thank you. Okay. पेज अफ कप्स आएको छ, जस राम्रै छ फ्युचरमा चाहिँ। ओके, यसलाई चाहिँ म यता राख्छु, कार्ड आइसकेको छ। ओके, यहाँनिर चाहिँ मैले देखेको चाहिँ पेज अफ कप्स, अनि ओके, मलाई लाग्यो यहाँनिर अहिले यो कार्डमा चाहिँ मैले देखेको चाहिँ एकदम धेरै राशिको हिसाबले कुरा गर्दा चाहिँ मकर राशि, पेन्टिकल्स आएको छ धेरै, दुईवटा कार्ड त पेन्टिकल्स नै छ।
मकर राशि एकदम धेरै स्ट्रङ देखिएको छ। अनि त्यसपछि चाहिँ दुईवटा चाहिँ कप्सको कार्ड आएको छ, जसमा चाहिँ वाटर एलिमेन्ट चाहिँ एकदम धेरै छ। पाइसिसलाई के भन्छ, मीन राशि। त्यसपछि स्ट्रङ चाहिँ एकदम धेरै राशिमा चाहिँ मीन राशि, वृश्चिक राशि र तपाईँको अर्को क्यान्सर, के भन्छ क्यान्सरलाई, कर्कट राशि छ। अनि अर्को चाहिँ अरू चाहिँ धनु राशि पनि देखिएको छ यहाँ है त। धनु राशि अनि अरू के अरे अरू के छ यो जे होस्, यो फायर एलिमेन्टहरू अलिक बढी फायर एलिमेन्ट्स पनि छ त्यसमा। सबै राशिहरू त सबै अलमोस्ट अल देखिएको छ, 4वटै कार्ड 5वटैमा। अब तपाईँको प्रेडिक्सनको हिसाबले कुरा गर्दा चाहिँ तपाईँको सम्बन्धमा हालको अवस्थामा चाहिँ अहिले उहाँले, तपाईँको पार्टनरले तपाईँलाई के फिलिङ, के उहाँले के तपाईँप्रतिको भावना के छ त भन्दाखेरि चाहिँ यहाँनिर छ 4 अफ पेन्टिकल्स, जसमा चाहिँ मलाई लाग्छ तपाईँको पार्टनरले चाहिँ यो तपाईँ दुईजनाको सम्बन्धको बिचमा उहाँलाई अलिकता इन्सेक्योर, तपाईँलाई पनि हुनसक्छ तपाईँको पार्टनरलाई पनि है, दुईजनालाई अनि इन्सेक्योर फिलिङ हुने, अलि अस्थिरता भन्छ नि, इन्सेक्योर फिलिङ चाहिँ दुईजनालाई छ। जसमा चाहिँ एकदम हुन्छ नि के अरे त्यो कोही आफ्नो पार्टनर चाहिँ दुईजनालाई यो एउटा फिलिङ चाहिँ आउन सक्छ है, तपाईँले तपाईँको पार्टनरलाई र तपाईँको पार्टनरले तपाईँलाई इन्सेक्योर हुने क्या। जस्तै हुन्छ नि अब मैले अब के अरे यहाँ हेर्नु न के अरे कसरी होल्ड गरेको छ कि कार्ड पेन्टिकल्स हुन्छ, 4 अफ पेन्टिकल। 4 भनेको चाहिँ 4 भनेको चाहिँ तपाईँको न्युमेरोलोजीको हिसाबले कुरा गर्दा चाहिँ 4, यहाँ जुन 4 छ, 4 भनेको चाहिँ राहुलाई जनाउँछ है। अलिकता इल्युजन टाइपको हुन्छ नि, अलिक कन्फ्युजन टाइपको, अनि एकदम धेरै अलि रिजिड हुन्छ नि, हो त्यस्तो यो उसले चाहिँ राहुको यो नम्बर जुन चाहिँ मटेरियल चिजहरू, भौतिक चिजहरू चाहिँ एकदम धेरै अकुमुलेट गर्ने, एसेम्बल गर्ने खालको। अनि यहाँनिर चाहिँ दुईजनामा चाहिँ तपाईँ दुईजनालाई नै फिल चाहिँ छ कि एकअर्कालाई यो सम्बन्ध चाहिँ अलिकता अस्थिरता, अलिकता कन्फ्युजन भएको, अनि डर के एउटा यस्तो होल्ड गरेर आएको छ। हेर्नु नि यहाँ पेन्टिकल्सलाई कस्तो यसरी, अब यो भनेको चाहिँ कहीँ लुज पो भएर जाने हो कि सम्बन्धमा मैले पार्टनरलाई गुमाउने हो कि भन्ने पनि एउटा डर चाहिँ देखिएको छ है। अनि त्यसमा अनि अलिकता मलाई लाग्छ अब तपाईँ या तपाईँको पार्टनर एकजना चाहिँ या तपाईँको पार्टनर नै हुनसक्छ होइन, एकदम धेरै मनी पैसाको लागि या चाहिँ धन सम्पत्ति केही पछि अलिकता लागेको जस्तो चाहिँ देखिएको छ, जो चाहिँ उसले सम्बन्धलाई भन्दा पनि अलिक प्रायोरिटी चाहिँ अरू चिजलाई पो दिएको हो कि त्यस कारणले पनि तपाईँहरूको इन्सेक्युरिटी पो आएको कि होइन, सम्बन्धमा इन्सेक्योर जुन देखिनुको कारण पनि त्यही नै छ। अर्को कारण पनि जुन चाहिँ अलिकता तपाईँ या तपाईँको पार्टनर चाहिँ अलिकता धन सम्पत्ति अरू भौतिक रूपमा चाहिँ अरू भौतिक कुराहरूमा बढी टाइम या प्रायोरिटी दिँदाखेरि चाहिँ कहिलेकाहीँ सम्बन्धमा दरार पनि आउँछ क्या, सम्बन्ध बिग्रिन्छ पनि होइन। यहाँ पनि त्यस्तै खालको एकदम इन्सेक्योर फिल भएको चाहिँ देखिएको छ है। फिलिङ्स चाहिँ तपाईँको पार्टनरले तपाईँप्रति या तपाईँको पार्टनर यो कसरी हुन्छ, तपाईँ यो रेजोनेट गर्न सक्नुहुन्छ है त। अब तपाईँको पार्टनरले तपाईँलाई कसरी हेर्नु भएको छ त, उहाँको पर्सेप्सन या चाहिँ उहाँको धारणा या विचार के छ त तपाईँप्रति भन्दाखेरि चाहिँ 7 अफ कप्स आएको छ, जसमा चाहिँ उहाँ चाहिँ एकदम हुन्छ नि, हेर्नु न पार्टनर यो चाहिँ यस्तो नेगेटिभ कालो देखेको छ नि है, इल्युजन के एकदम धेरै कन्फ्युजन, यति धेरै कप्स छ। अब त्यही तपाईँलाई चाहिँ उहाँले त्यस्तै तरिकाले चाहिँ लिनुभएको छ क्या, एकदम कन्फ्युजन, अगाडि बढ्ने हो कि नबढ्ने हो यो सम्बन्ध, या अगाडि जान्छ या जाँदैन, कहाँसम्म हुन्छ, अनि अलिकता नेगेटिभ चाहिँ सोचेको सम्बन्धलाई लिएर तपाईँको पार्टनर यो चाहिँ तपाईँको पार्टनर कालो ब्ल्याक हेर्नु न।
अनि यहाँ यति धेरै इल्युजन छ कि उहाँ आफै कन्फ्युजनमा तपाईँलाई लिएर चाहिँ उहाँको धारणा चाहिँ अलिकता हुन्छ नि इल्युजन टाइपको भ्रम टाइपको के हुन्छ कहिलेकाहीँ सोच हुन्छ नि त मान्छेको भ्रम हुने खालको के त्यो खास वास्तविकमा त त्यो हुँदैन तर उहाँको चाहिँ तपाईँको पार्टनरको भ्रम चाहिँ के छ भन्दाखेरि ऊ त हुन्छ नि कतिवटा पार्टनर छ होला कतिजना अप्सनहरू चोइसेसहरू छ होला के अरे मलाई यो सम्बन्ध हुन त सम्बन्ध नराम्रो हुनु या चाहिँ सम्बन्धमा अलिकता चिसोपना आउनु त दुईजनाकै हात हुन्छ होइन दुईजनाकै हात हुन्छ दुईजनाकै इक्वल त्यो हुन्छ नि कज एन्ड इफेक्ट भनेको जस्तो दुईजनाको उस्तै हुन्छ तर हामीलाई चाहिँ के हुन्छ भने एकले अर्कोलाई डाउट गर्ने यहाँ चाहिँ डाउटको नजरमा चाहिँ हेरिएको छ कि अलिकता ला यो सम्बन्ध कता जान्छ होला यो हुँदैन पो कि होइन उहाँलाई चाहिँ भ्रम छ कि यो हुँदैन होला या के छ त्यो यस्तो कन्फ्युजन छ हेर्नु न यहाँनिर के छ भन्दा यो कप्स भनेको त खास रिलेसनसिप हो नि त अनि उहाँलाई चाहिँ यस्तो इल्युजन भएको छ कि भ्रम भएको छ कि यहाँ यो के अरे ऊबाट के अरे बादल देखिएको छ जुन बादल भनेको चाहिँ बादलबाट यो रिलेसनसिप भनेपछि बादल भनेपछि के हो अलिकता धुँधुलापन के भन्छ त्यसलाई अलिकता कन्फ्युजन हुने केही क्लियर नदेखिने उहाँलाई पनि यही यो सम्बन्धमा चाहिँ त्यही नै छ कहाँसम्म जान्छ त्यो थाहा छैन किन भन्दाखेरि इन्सेक्युरिटीको कारणले जुन फिलिङ उहाँले राख्नु भएको छ तपाईँको पार्टनरले इन्सेक्युरिटी यो चाहिँ कस्तो छ भन्दा तपाईँलाई लिएर चाहिँ उहाँले चाहिँ अलिकता स्थिरता के भन्छ त्यसलाई स्टेबल नभएको यो सम्बन्ध होइन त्यसको कारणले चाहिँ उहाँले चाहिँ रिलेसनसिपमा चाहिँ उहाँलाई कस्तो धारणा छ भन्दा अलिकता कन्फ्युजन भएको क्लियर नभएको अगाडि जान्छ या जाँदैन हुन्छ नि एकदम दोमन जस्तो भएको के त्यस्तो खालको चाहिँ उहाँले चाहिँ एउटा भ्रम चाहिँ छ है त तपाईँको पार्टनरको तपाईँप्रतिको धारणा यो छ अब अर्को म यहाँनिर कार्ड अर्को के थियो मेरो ओके जस्तो जे भए पनि हेर्नु है लास्टमा गएर सम्बन्ध त कसैको 1 महिना होस् या 2 महिना होस् या 5 वर्ष होस् होइन एटलिस्ट टाइम त दुईजनाले एकअर्कालाई दिएको त हो नि त होइन टाइम एकअर्कालाई दिएको हो अनि यहाँसम्म आउँदा त तितो मिठो सम्बन्धमा एक्सचेन्ज त गरेकै हो नि त त्यही भएर दुईजनालाई चाहिँ के कारणले चाहिँ तपाईँहरूलाई यस्तो हुन्छ नि होल्ड गरिरहेको छ क्या एकदम एक हुनमा चाहिँ हुन्छ नि क्रेभिङ या चाहिँ एकअर्कालाई चाहिँ जति नै प्रब्लम जति नै सम्बन्धमा प्रब्लम आए पनि समस्या आए पनि तर यहाँनिर 6 of Wands आएको छ जसले चाहिँ तपाईँहरूको लागि चाहिँ दुईजनामा चाहिँ एक हुने चाहिँ एउटा वातावरण यसले पनि दिएको छ यसले के भन्छ भन्दाखेरि चाहिँ हुन्छ नि तपाईँहरू के अरे एउटा भिक्ट्री कहिले सेयरिङ गर्नुभएको थियो होला या चाहिँ खुसी रमाइलोपन जिन्दगीमा सँगै बिताउनु भएको होइन कतिवटा क्षण हुन्छ त्यो कति धेरै त्यो एकदम खुसीको पल हुन्छ कि जुन बिर्सिन पनि सक्दैन अनि सँगै टाइम स्पेन्ड गरेको कुराहरू भयो अनि यस्ता कुराहरूले चाहिँ त्यो यो कुराले चाहिँ के गर्छ भने एकअर्कामा सँगै ल्याउने चाहिँ चाहेर पनि छोड्न नसक्ने अवस्था चाहिँ हुन्छ क्या यस्तो कुराले यहाँ पनि त्यही नै छ सक्सेस होइन कुनै या चाहिँ तपाईँले या तपाईँको पार्टनरले एकअर्काको सक्सेसमा हेल्प गर्नु भएको थियो होला सक्सेसको लागि होइन एकदम जस राम्रो चाहिँ त्यो कारणले चाहिँ तपाईँहरू चाहिँ छुट्न नसकेको तपाईँहरू दुईजनालाई चाहिँ सधैँ पनि फेरि फर्काएर एकै ठाउँमा के छुट्यो गयो अनि फेरि फर्केर फेरि त्यही के आउने के त्यस्तो अवस्था छ अनि अर्को छ तपाईँको यहाँनिर चाहिँ यो सम्बन्धमा इन्सेक्योर क्ल्यारिटी नहुनु कहाँ बढ्दैछ त यो सम्बन्ध भनेर सोच्नु होइन अलिकता बाटो सफा नदेखिनु सम्बन्धको बाटो भन्छ नि त्यो सफा नहुनुको कारण चाहिँ एउटा चाहिँ मेन बिग भनेको तपाईँको थर्ड पार्टी सिचुएसन यहाँ 10 of Pentacles छ थर्ड पार्टी सिचुएसन जुन थर्ड पार्टी चाहिँ एकदम मेन चाहिँ यहाँ चाहिँ रोल प्ले गर्छ है जस्तै तपाईँको पार्टनरको के अरे कोही बाधा हुन्छ नि आफ्नो परिवारले चाहिँ बाधा
चाहिँ पुराको हुनसक्छ यो सम्बन्धको बिचमा छुट्नको या यो अहिले इन्सेक्योर स्टेबल सम्बन्ध नहुनुको पछाडि चाहिँ। अनि अर्को छ हुन्छ नि धन सम्पत्ति भनौँ न होइन, अर्को एउटा कारण पनि हुनसक्छ, जस्तै परिवारमा के अरे धन सम्पत्तिको कारणले पनि तपाईँहरूको बिचमा चाहिँ अलिकता दरार आएको पनि हुनसक्छ है। मेन चाहिँ यसमा थर्ड पार्टी सिचुएसन छ। अब थर्ड पार्टी सिचुएसन भनेको तपाईँको के अरे फ्यामिली, यहाँ चाहिँ मेन चाहिँ स्पेसली चाहिँ फ्यामिली देखिएको छ होइन। अब त्यो बाहेकको बाहिरी रूपमा पनि हुनसक्छ, आफ्नो समाज हुनसक्छ या कुनै थर्ड पार्टी कोही बिचमा आएको हुन्छ नि त। अनि त्यो बिचमा कोही व्यक्ति चाहिँ बिचमा आएपछि या तपाईँको पार्टनरले कसैलाई हुन्छ नि के अरे अफेयर, एक्स्ट्रा अफेयर या चाहिँ अन्ततिर चाहिँ ध्यान दिँदा चाहिँ के हुन्छ भन्दा सम्बन्धमा चाहिँ अलिकता फाटो आउँछ है। अनि त्यही नै देखिएको छ यहाँनिर हालसम्मलाई चाहिँ। सम्बन्ध बिग्रिनुको कारण चाहिँ यही नै हो, फ्यामिलीको सिचुएसनले गर्दाखेरि पनि यो धेरै गाह्रो भएको सिचुएसन। अनि अर्को चाहिँ एउटा हुनसक्छ, यहाँ पेन्टिकल्स धेरै आएको छ, 2टा पेन्टिकल्स आएको छ होइन। यो दुइटै पेन्टिकल्स ले चाहिँ तपाईँको पार्टनर चाहिँ बढी चाहिँ हुन्छ नि पैसा के पैसाको पछि लागेको दौडेको कारणले गर्दाखेरि पनि अलिकता सम्बन्धमा गाह्रो भएको, सम्बन्ध अलिकता अगाडि नबढेको, पोजिटिभले चाहिँ अगाडि नगएको त्यो चाहिँ देखिएको छ है। त्यस्तो छ। अब अर्को चाहिँ अब फ्युचरको कुरा गर्दाखेरि चाहिँ तपाईँको यहाँ पेज अफ कप्स आएको छ। जस्तो जे भए पनि सम्बन्धमा जस्तो जे आए पनि, जे जस्तो सिचुएसन नेगेटिभै भए पनि होइन, फ्युचरमा चाहिँ एकदम राम्रो छ होइन। एनर्जी चाहिँ राम्रो देखिएको छ। यसमा चाहिँ पेज अफ कप्स आएको छ। नयाँ सुरुवात हुनेछ, पक्कै पनि नयाँ सुरुवात हुनेछ। नयाँ एकदम हुन्छ नि इमोसनल संवाद या कन्भर्सेसन चाहिँ हुनेछ, स्योरै हुनेछ। अलिकता क्रिएटिभ तरिकाले हुन्छ नि एकदम इमोसनल बढी एकदम फिलिङ्समा, अनि त्यसपछि धेरै नै गहिराइमा चाहिँ यो संवाद तपाईँसँग चाहिँ पक्कै हुन्छ तपाईँको पार्टनरको। अनि क्लियर पनि हुन्छ। जति पनि यो कन्फ्युजन आएको थियो नि, इल्युजन थियो, भ्रम थियो, यो अगाडि बढ्छ बढ्दैन या के हुन्छ होइन, एउटा कुनै बाटो नदेखिएको छ नि, त्यसलाई चाहिँ संवाद गरेर आउँछ। संवाद गरेर नै तपाईँहरूको चाहिँ अलिकता क्ल्यारिटी चाहिँ हुन्छ र रोमान्टिक राम्रो प्रेममय नै छ तपाईँहरूको जे होस् आउने फ्युचरमा चाहिँ दुईजनाको है। अब अहिलेसम्म चाहिँ यति मैले आजलाई यति नै गरेँ है। लास्टमा के छ भन्दा म एउटा कुरा चाहिँ तपाईँहरूलाई एकदम क्लियर चाहिँ म भन्छु, लाइक गर्नु होला होइन। यो चाहिँ नयाँ च्यानल हो अनि अलिकता सपोर्ट गर्नु होला है। किन भन्दा अलिक फरक तरिकाको चाहिँ मैले यो लिएर आएको छु। यस्तै रिडिङहरू, प्रेडिक्सनहरू, भविष्यवाणीहरू म अझै अरू पनि तपाईँहरूले यसरी नै लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु भयो, सेयर गरिदिनु भयो भने चाहिँ म अरू पनि भिडियोहरू चाहिँ हाल्ने छु, कन्टिन्युसली नै म गर्छु यसलाई नै होइन। अनि अर्को चाहिँ के छ भन्दा तपाईँले लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नुको मतलब चाहिँ के हो भन्दा तपाईँको जुन एनर्जी छ नि, यो जति पनि कार्ड छ यो सबै एनर्जी हो है। यो व्यक्ति होइन, एउटा एनर्जीको रूपमा चाहिँ, ऊर्जाको रूपमा चाहिँ हामीले रिडिङ गर्ने हो है। त्यही भएर त्यो एनर्जी चाहिँ तपाईँ र म बिचमा एक्सचेन्ज गरेर अझै बढी चाहिँ यो रेजोनेट होस् कि तपाईँलाई म्याच हुनको लागि चाहिँ तपाईँले लाइक, कमेन्ट, सब्सक्राइब गर्नु चाहिँ जरुरी छ। किनभने त्यो एनर्जी, मेरो एनर्जी तपाईँहरूसम्म जान्छ र तपाईँको एनर्जी चाहिँ मसम्म आउँछ। अनि त्यो मैले पनि त म मेडिटेसन गर्छु होइन, यति धेरै मेडिटेसन गरेर म कार्ड रिडिङहरू गर्छु होइन। अनि त्यही भएर अनि अर्को भनेको चाहिँ जस्तै हामी मन्दिर जान्छौँ, गुरुहरूलाई हामी दक्षिणा दिन्छौँ, मन्दिरमा हामी भेटी चढाउँछौँ। किन भन्दाखेरि त्यो हाम्रो एनर्जी भगवानको दर्शन पाइसकेपछि चाहिँ हाम्रो एनर्जीले चाहिँ उहाँलाई चाहिँ पोजिटिभली त्यो आओस्, आशीर्वाद मिलोस् हामीलाई होइन। उहाँको पोजिटिभ एनर्जी चाहिँ हामीले पाऊँ, ब्लेसिङको रूपमा पाऊँ भन्नको लागि चाहिँ हामीले चाहिँ त्यहाँनिर भेटी चढाउँछौँ होइन। के अरे गुरुलाई दक्षिणा दिन्छौँ या मन्दिर जाँदाखेरि जति हामीले सक्छौँ त्यति चढाउँछौँ। यहाँ पनि त्यस्तै, यो एनर्जी भनेको डिभाइनबाट आएको म्यासेज हो तपाईँहरूको लागि। यो यत्तिकै रिडिङ मात्रै होइन, यो एउटा म्यासेज हो, यो एउटा गाइडेन्स हो तपाईँहरूको लागि, क्ल्यारिटी गर्नको लागि, कन्फ्युजनबाट क्ल्यारिटी र फ्युचरको बाटो देखाउने एउटा माध्यम हो, टुल हो
है। त्यही भएर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला है, सपोर्ट गरिदिनु होला। त्यति चाहिँ गरेर अब यही हो लास्टमा चाहिँ म के भन्छु भने जति पनि कन्फ्युजन छ यहाँ तपाईँको सुरुवातदेखिको यहाँनिर एन्डिङमा त फ्युचरमा त एकदम राम्रो छ, राम्रो इमोसनल एकदम प्रेममय तपाईँहरूको संवाद हुनेवाला छ, नयाँ सुरुवात हुनेछ, इमोसनल फिलिङ्सका साथ नयाँ सुरुवात हुनेछ। अनि अर्को चाहिँ के अरे जति पनि यहाँ कन्फ्युजन छ नि, अब तपाईँको पार्टनरलाई चाहिँ तपाईँलाई लिएर चाहिँ कन्फ्युजन है, उसको त यति धेरै हुन्छ नि, कता कता हुन्छ नि त कहिलेकाहीँ मान्छेको भ्रम हुन्छ क्या, खास एक्ज्याक्ट त हुँदैन तर एउटा भ्रम लिएर बसिरहन्छ क्या। यहाँ हेर्नु न तपाईँको पार्टनरले तपाईँप्रतिको धारणा यो पुरै ब्ल्याक, यो व्यक्ति चाहिँ तपाईँको पार्टनर पुरै ब्ल्याक एनर्जीमा छ क्या। उसले चाहिँ के छ भने ओहो उसको त पुरै सोचेर बसिरहेको छ, फ्यान्टासी माइन्ड हुन्छ नि, उसको त वहाँनिर कतिजना होला, यो गरिरहेको होला, ऊ छ या छैन थाहा छैन होइन, सिर्फ विचार चाहिँ गरिरहेछ कि होला उसको कतिवटा पार्टनर होला होइन, यस्तै कुराहरू हो। यसमा चाहिँ अब कसरी चाहिँ क्लियर हुन्छ भन्दा कुरा गरेर हुन्छ नि होइन। अब तपाईँलाई त थाहा भयो नि तपाईँको पार्टनरले चाहिँ के रूपमा चाहिँ तपाईँलाई कसरी चाहिँ लिन्छ भन्ने कुरा हो। अब यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँले यो गाइडेन्स पाइसक्नुभयो, अब यसलाई चाहिँ क्लियर गर्नको लागि राम्रोसँग कुरा चाहिँ राम्रोसँग क्लियर गर्नु होला एकदम होइन, बसेर भन्दा पनि अब तपाईँले राम्रोसँग कुरा गर्नुभयो भने तपाईँको क्ल्यारिटी आउँछ र पक्कै पनि राम्रोसँग विचार गरेर राम्रोसँग यो जति पनि कन्फ्युजन छ यहाँको यसलाई क्लियर गर्नुभयो भने नयाँ सुरुवात हुँदैछ। इमोसनल फिलिङ्सले भरिएको प्रेममय सम्बन्ध फेरि पनि सुरु हुन्छ। र तर तपाईँले यहाँ यति धेरै सरी तपाईँको पार्टनरको यति धेरै कन्फ्युजन छ नि त, अब त्यो कन्फ्युजनलाई त क्लियर गर्नु पऱ्यो। उहाँ इन्सेक्योर हुनुहुन्छ अनि यहाँ उहाँ कन्फ्युजन हुनुहुन्छ, त मेरो पार्टनरको त कति धेरै सम्बन्ध होला, अन्त होला भनेर कन्फ्युजनमा हुनुहुन्छ। त्यही भएर त्यो कन्फ्युजनलाई क्लियर गर्नुभयो भने तपाईँले, र यो थर्ड पार्टी सिचुएसन जति पनि छ नि, त्यो थर्ड पार्टी सिचुएसनले मा पनि तपाईँले यो सम्बन्धले बुझेर राम्रोसँग विचार गरेर कुरालाई यो कन्फ्युजनलाई क्लियर गर्नुभयो भने नयाँ सुरुवात, यो क्लेम गर्नुहोस् यो एनर्जीलाई चाहिँ। ल आजलाई यति नै छ। थ्याङ्क यू सो मच सपोर्ट गरिदिनु भयो होइन, हेरिदिनु भयो, हेरेर अनि लाइक गरेर चाहिँ के अरे एनर्जी चाहिँ एक्सचेन्ज गर्नु होला, ताकि मलाई नेक्स्ट टाइम मैले रिडिङ गर्दाखेरि तपाईँहरूसम्म जाँदाखेरि तपाईँहरूलाई म्याच होस् है त। थ्याङ्क यू।